त्यस्तो सडकमा लिलामीमा पनि किन्दैनन् मान्छेले। त्यति सस्तो भइसक्यो। त्यति सस्तो भइसक्यो। के को पार्टी हो नि यिनीहरू? काङ्ग्रेसको पनि काम छैन। शेखर कोइराला हेरौँ पानीको लौरो जस्तो मान्छे, डाक्टर शेखर कोइराला। त्यति तर नै। गगन छन् नि, गगन मगन। यिनीहरूको पार्टी त लिलाम भइसक्यो त, अब कसले पत्याउने? गगन थापालाई पत्याउँदैन नि त भने अब जनताले। काङ्ग्रेस, एमाले, राप्रपा अनि माओवादी प्रचण्डको पार्टी अब जीवनमा पार्टी बन्छ? पार्टी बन्छ? फेरि फर्केर आउँदैन नि। यिनीहरू त आफै सकिसके त। तर विप्लवले भन्छ माओवादी उठ तँलाई सुत्न फुर्छ चाहिँ त्यो उहिलेको कुरा हो, अहिले कहाँ हरायो नि, सकियो यिनीहरूको। यिनीहरूले पार्टी अब यिनीहरूको लोगो चाहिँ लिलामीमा राखे भने, एमालेको सूर्य लोगो चाहिँ लिलामीमा राखे भने म दाउ लाउनु पर्यो भन्दैछु। रुख भए पनि राखे भने म दाउ लाउनु पर्यो भन्दैछु। बोली लाउने, लिलामी भए पनि दाउ लाउने हो। कांग्रेस लिलामी भए पनि, राप्रपा लिलामी भए पनि, एमाले लिलामी भए पनि, त्यहाँभित्रका राष्ट्रवादी शक्तिहरू आउनुहोस् मसँग, म अब छिटै पार्टी बनाउँदैछु, जनताको पार्टी बनाउँदैछु, नेपाल र नेपालीहरूको पार्टी बनाउँदैछु, विदेशीको पार्टी होइन। सुकुम्बासीको नामको पैसा खाने नै बाबुराम हो। मैले त्यसै भन्छु त, नाकामा खुर्सानी हाल्नुपर्छ भनेर। यो देशको राजा सक्ने पनि बाबुराम भट्टराई हो, यो देश यो हालतमा पुर्याउने पनि यही बाबुराम भट्टराई भन्ने बाहुन हो। सुकुम्बासीको लागि 10 अर्ब